मनोकांक्षा पूरा गरिदिने देवी हुन् दोलखाकी कालिचोक भगवती। यिनको दर्शनले सबै खाले रोग व्याधिबाट मुक्त मिल्ने, धन धान्यले पूर्ण हुने, सुख शान्ति मिल्ने, दीर्घ जीवन प्राप्त हुने र मरेपछि पनि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास रहिआएको छ। 3842 मिटर अग्लो डाँडामा बसेकी कालिचोक भगवती देवी डाँडाको थाप्लोमा कुण्ड, त्रिशूल, घण्ट र देवीका मूर्तिहरू पनि राखिएका छन्। कुण्ड मात्र प्राचीन हो, बाँकी त्रिशूल, घण्ट र मूर्ति पछि राखिएका कुराहरू हुन्। महिषासुर दैत्यले स्वर्ग कब्जा गरेपछि स्वर्गका राजा इन्द्रले मत्स्यलोकको एउटा डाँडामा बसी ब्रह्म, विष्णु र महेश्वरलाई आफ्ना सबै कुरा सुनाएका थिए। त्यसपछि विष्णु क्रोधित भएर उनको वधबाट एक तेज पुञ्ज निस्किएर नारी स्वरूप कालिचोक देवी उत्पन्न भइन् र उनैले महिषासुरको वध गरिन् भन्ने विश्वास गरिन्छ। यसरी महिषासुरको वध गर्ने कालिचोकलाई महाकालीका रूपमा पनि पुज्ने गरिन्छ। धार्मिक महत्व त छँदैछ, प्राकृतिक हिसाबले समेत कालिचोक अत्याधिक आकर्षक र मनमोहक देख्न सकिन्छ। डाँडाबाट दोलखाको पहिचान गौरी शंकर हिमाल आँखैमा टलक टल्किन सक्छिन्।